काठमाडौँमा भिडियो होइन हामी चाहिँ यतैतिर बसेको हो है यत्रो घाम लागिरहेछ अनि हामी चाहिँ अब हिँडेको आज चाहिँ हामी माछापुच्छ्रे बेस क्याम्पमा गएर बस्ने हो त्यही हो हिँडेको हामी चाहिँ सरर लाएर यस्तो अहिले चाहिँ -1 डिग्री सेल्सियस छ यस्तो घाम लाग्दा पनि हिँडेको बिस्तारै गाई चाहिँ हामी चाहिँ अप्पर दोकान आइपुग्यो होइन हेलिकप्टर साउन्ड चाहिँ आएको गएर डिस्टर्ब हुने है यहाँ के गराएको पानी घट्टो हो र यो चाहिँ अप्पर दोकान आइपुग्यो त्यहाँ माछा पुच्छ्रे हजुर अप्पर दोकान कस्तो छ हामी होटेलबाट हिँडेको चाहिँ 45-50 मिनट जति भयो सबजना अहिले थकिन्न बिस्तारी सबभन्दा चाँडै हिँड्ने दिनेश दाइ भनेको आज दिनेश दाइ पनि ढिला गर्नुभयो त्यही हो अरू मलाई त्यो पनि भन्नु छैन नबसौँ न ओह्रालो बाटो है उकालोमा बसौँ ल गाइस हामी चाहिँ अब कुन ठाउँमा आइपुग्यो थाहा भएन पोन्जेङ भन्ने ठाउँमा आइपुग्यो You are now entering the Himalayan Baraha region, part of the Annapurna Base Camp Trek. The Pojanheim Baraha Temple of River side of sacred faith and belief has long been considered a religious seat in this area. It is recognized as a Shakti Peeth believed to afford Jai Ganesh. Sri Pashupati Nath ki जय बजरंग बली की जय जय हनुमान जय जय हनुमान जय जय शंभो जय के भन्छ ओम नमः शिवाय हर 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 महादेव शंभो काशी गाइस हामी चाहिँ यो पाथी के अरे यो बराई मन्दिरमा आएको होइन यस्तो बवाल झर्नाको सिन छ कि बवाल झर्नाको सिन छ होइन यहाँ फोटो सुट हुन थालिरहेको भाजाको है बवाल छ माथिबाट बगेर आएको झर्ना हो यो बवाल छ झर्नाको सिन चाहिँ झर्ना है ए गाइस हियर द बवाल झर्ना गाइस यत्रो उकालो चढ्यो होइन लास्टमा दुईतिर बाटो रहेछ भान्जा र लक्ष्मण दाइ दिनेश दाइहरू चाहिँ अर्को बाटो जानुभयो म चाहिँ उहिरेहरूको पछाडि आइरहेको छु है त गाइस बाटो खोज्दा बाटो पाइन सिधै यहाँ डाँडा चढिदिने हो
बाटो खोज्दा बाटो पाएँ। पाइन ट्री होइन मैले भनिसकेँ त नामकरण दिसी अमला गरौँ भनेर बुझ्नु र यार यस्तो राम्रो भ्यू छ है। फाइनली गाइज हामी हिमालय आइपुग्यो। हामी चाहिँ हिजो नै आइपुग्यो तर दिनेश दाइले अगाडि नै प्रिबुक गरेर हामी यत्रो हिँड्न पऱ्यो आज 2-2.5 घन्टा जति। दोष दिने दाइलाई कुरा गर्न तिमीहरू दुईजना चल्छ नि म पनि हिजो बेलुका भात खाइसकेँ मैले। नखाँदा यहाँ तातो पानी खाने वा लास्ट तिर्खा लागिरहेको चिसो पानी खानु सक्दैन। फाइनली वी आर इन हिमालय। यस्तो बाल ठाउँ यस्तो हिँडेर आउने भन्ने ठाउँ पनि यस्तो बाल ठाउँ हुन्छ भने मैले जिन्दगी सोचेकै थिएन। यस्तो बाल ठाउँ नेचुरल वाटर यस्तो नेचुरल वाटर काममा को तातो पानी त हो भने होइन अघि नै मैले उहाँ यसो तातो पानी दिन्छु टाउनमा आइदिन्छु। ल है अब हामी त्यहाँ हिमालयमा कफी खाएर सलक्क लगाएर अब जाने देउरालीमा गएर खाना खाने है त। कफी खायो देउरालीमा गएर अब खाना खाने यस्तै हो। यस्तो बल ठाउँमा आइपुग्यो होइन। यो चाहिँ हिउँ पग्लेर आएको पानी मुनि गएर खोला हाने पानी यही हो। Very stiff now and किन लुज भयो भने त कुनाफुस रहेछ नि त। अब बाँधेर फेरि गर्छ है भिडियो। मुनिबाट आएको खोला चाहिँ यही झरनाबाट आएको थियो। यहाँभन्दा उता खोला छैन जस्तो लाग्छ मलाई चाहिँ है। यहीँ छ खोला। नाइस झरना। यताबाट पनि झर्ना आइरहेछ अनि यताबाट पनि झर्ना यतिरै झर्नाले गर्दा बवाल देखिरहेको। हजुर हामी 1 घन्टामा आउँछ होला देउराली। चलो चलो दिनेश दाइलाई चाहिँ थके नलाएर सिधा बाटो त जो पनि हिँड्छ नि। म चाहिँ अब पछाडिबाट हिँडेर एबिसीसम्म जान्छु भनेर
हिजोदेखिबाट उल्टो हिँड्न थालेको, अहिलेसम्म उल्टो नै हिँड्दैन भए। भर्याङ पनि उल्टो नै चढ्ने हो होइन। आइसन भयो है मजाले। गाइस यो चाहिँ माछापुच्छ्रे हिमाल यहीँनिर पछाडि नै यहीँनिर माछापुच्छ्रे हिमाल। मान्छे कहीँ चढिरहेको भने ट्याक्कै देखिन्छ हामीले है। यही हो। अनि यहाँ चाहिँ बुद्धको मन्दिर, लक्ष्मण दाई दिनेश दाई यहाँ फोटो खिचिरहनु भएको। गाइस यस्तो हामीले खाना खाने होटल चाहिँ यही हो देउराली भनेको। यहाँ लक्ष्मण दाई हिँड्नु भएको छ है मजाले। घाम पनि लागिरहेछ। होटलमा गएर भात खाने यस्तो भोक लागिरहेको। बिहानदेखिबाट हिँडेको अब होटलमा गएर भात खाने, होटलमा गएर भात खाने है त। गाइस यहाँ चाहिँ लक्ष्मण दाई आइरहनु भएको। आल्छिन्छ यहाँ चाहिँ। हामी चाहिँ अब खाना खाने ठाउँमा आइपुग्नु थाल्यो। कति बजी दाइ? 1 बजी होला है। अनि 12:46 अब खाना होटल पुग्दाखेरि 1 बज्छ। खाना 20-25 मिनट आउँदाखेरि 1:30 भनेपछि बिहान 7 बजी खाएर हिँडेपछिबाट एकैचोटि 1 बजे 1:30 बजीतिर खाना खानु पाइन्छ होइन। हिँडे नन स्टप यत्तिको भ्यूहरूलाई कतिवटा डाँडा नागेर आयो, कतिवटा। फाइनली गाइज देउराली आइपुग्यो है। वी आर एट आवर डेस्टिनेसन। कति बजी दाइ भन्दा 12:56 भनेपछि 1 बजे भने नि हुन्छ। आइपुग्यो हामी देउराली हेरेर चाहिँ। अब यहाँ हामी खानासाना खाएर अनि आज चाहिँ हाम्रो बास चाहिँ माछापुच्छ्रे बेस क्याम्प। सिलिन्डर छ यहाँ। दिनेश दाई र भान्जाहरू चाहिँ पछाडि नै हुनुहुन्छ, हिँड्नु नसक्ने हल्का। हामी चाहिँ हल्का चाँडै हिँड्यो नि त दाइ। हामी चाहिँ हल्का चाँडै हिँडेर अगाडि आइपुग्यो। अब खाना खाइदिनुपर्छ। हामीले होटलको दाइसँग कुरा गरेको हिमालय के अरे हाम्रो माछापुच्छ्रे प्याक हो। माछापुच्छ्रे प्याक के गर्नु त दाइ? माछापुच्छ्रे प्याक छ अरे। अब के गर्ने? अन्डा छैन? गाई चाहिँ हामी चाहिँ होइन के अरे त्यहाँ 2 घन्टा जति बस्यो खाना खाएर। 2 घन्टा होइन 1 घन्टा ट्याक्कै हामी 1 घन्टै भयो। 1 घन्टा 10-15 मिनट जति बस्यो टक्क खाना खाएर। त्यसपछि हिँडेको हामी। आज चाहिँ हामी माछापुच्छ्रे बेस क्याम्प जाने हो है।
रमाइलो भइरहेको आनन्दको हिँड्न पर्छ भनेपछि चाहिँ गाह्रो भने लास्ट चाहिँ तर बाटो त ओह्रालो छ तर त्यहाँ उकालो चढ्नुपर्छ मलाई थाहा के गर्ने होला त अब सक्दिनँ हिमालको काखै यो चाहिँ क्या बवाल ढुङ्गा अब वेदर यहाँ बिग्रिन थालिसक्यो बादल यहीँ छ कि घाम लागिरह तर कति डिग्री छ नि यहाँ 60 डिग्री भइसक्यो नि गाइस अहिले चाहिँ अन्नपूर्ण बेस क्याम्पको थर्ड दिनमा चाहिँ हामी बवाल ठाउँमा आइपुगिसक्यौँ है खोला यो बाटो चाहिँ सिधा कहीँ पनि उकालो ओह्रालो भन्ने छैन उकालो त त्यहाँ रहेछ हौ हाई भ्लग गरेपछि उकालो देखिहाल्छ सिधा नत्र भने अहिलेसम्मको बाटो चाहिँ 15-20 मिनट जति सिधै भयो मैले अब उकालो देखिसकेँ बाटो सिधा ढुङ्गा सुङ्गा पनि छैन खासै यत्रो ठुल्ठुलो छ ऊ त्यहाँ हिमाल छ बादलले छेक्यारि छ भान्जा आइरहनु भयो पछाडिबाट यत्रो सिधा बाटो चाहिँ यहाँ मान्छेहरू बसिरह मजाको सिधा बाटो छ कस्तो भइरहेको दाइ हजुरलाई आई फिल गुड भेरी गुड हिउँनै बाटोमै हिउँ भेटिन थाल्यो है यो चाहिँ हामीले बाटोमा भेटेको फर्स्ट हिउँ ऊ चाहिँ यहाँबाट छ यहाँबाट पुरै ग्लेसियर पग्लेर यहाँबाट यस्तो झर्ना भएर आँखा उता पुरै घाम लागिरहेको छ है अहिले चाहिँ टेम्परेचर -3 डिग्री सेल्सियस छ बोतलमा राखेको पानी जति सब जमिसक्यो हाम्रो त्यही पनि अब हिँड्नै परिरहेको के गर्नु स्नो परेर उदुङमै भएको छ लगभग -1 डिग्री छ अहिले हामी पुरै 5-6वटा कपडा लगाएर छौँ भित्रभित्र त्यति चिसो भएको छ -1 डिग्री सेल्सियस अहिले अनि त्यो चाहिँ माथि यो पुरै अब यति धेरै ऊ छ कि यहाँनिर लगाइ चाहिँ हामी चाहिँ एउटा डाँडा पुरै चढेर डाँडा टुप्पोतिर आइसक्यो है यता चाहिँ पुरै हिउँ नै हिउँ परिरह हिजो बेलुका परेको अरे आज पनि पर्छ भन्ने होला सुने अहिले चाहिँ -3 डिग्री सेल्सियस पुगेर यस्तो तिर्खा लागिरहेछ तर बोतलमा भएको पानी सब जमिसक्यो So guys, welcome to my brand new video है अनि यस्तो ठाउँमा यो चाहिँ माछापुच्छ्रे बेस क्याम्प माछापुच्छ्रे बेस क्याम्प यहाँ चाहिँ आइरहनु भएको छ है यहाँबाट चाहिँ अन्नपूर्ण बेस क्याम्प छ अन्नपूर्ण बेस क्याम्प माछापुच्छ्रे बेस क्याम्प 4700 ठाउँमा अनि है डिमान्ड आएर बनाउनु थालेको
मैले भिडियो बनाउनु भएको छ यो चाहिँ। अनि अहिले चाहिँ हामी 3700 मिटरमा बस्न थालेको माछापुच्छ्रे बेस क्याम्पमा। यहाँबाट 2 घन्टा टाढा रहेछ अन्नपूर्ण बेस क्याम्प चाहिँ। त्यही हो, अब हामी सरर हिँड्छौँ। Where is uncle? Uncle. One uncle. From Chevron, I think. Right. Yeah, it means you also from this Sankar hotel. Oh, we are? Yeah. Okay, that is the guide is running. Yeah. Same hotel. Yeah. Oh, and we can go from here? Yeah, from here. Oh, thank You stay yesterday in Lower Doman, yes? Yesterday we stayed No. in Lower Doman. you. Yes, yes. That first hotel. गेस्ट हाउस, Yeah. They were Lower Doman first. डुमान गेस्ट हाउस। Don't buy Doman the guest house. It means we all were in. Ramesh Pauli is your guide. Yeah, Ramesh is so good. Yeah. Thank you. Sankar hotel. Guest house now. Sankar guest house. I am so glad. I did not want to climb that. Oh. Thank you. गाइस अब हाम्रो होटेल आउनु चाहिँ अब 5 मिनट जति बाँकी छ है। हामी चाहिँ फाइनली यो हाम्रो ट्रेकिङको फाइनल डेस्टिनेसन हो है। उता एनटिसीको टावर बाटो नै भरि छ। यता पुरै भरिरह, यता हिमाल, उता हिमाल पुरै टल्किरह, देखिँदैन। त्यो चाहिँ माछापुच्छ्रे बेस क्याम्प हो, माछापुच्छ्रे हिमाल। अहिले हामी जान्छ माछापुच्छ्रे बेस क्याम्प। त्यही हो है त गाइज। गाइज आजको हाम्रो बास चाहिँ अन्नपूर्ण बेस क्याम्प, के अरे माछापुच्छ्रे बेस क्याम्पको शङ्कर होटेलमा। यत्रो बाटो हिँडेर बल्ल बल्ल आइपुग्यो। कस्तो लागिरहेको दाइ हजुरलाई? I feel good. आई एम नट फिलिङ गुड है। धेरै हिँड्नु पऱ्यो आज चाहिँ। यो माछापुच्छ्रे हिमाल चाहिँ टल्किरह। भोलि बिहान उठ्दा यो पनि हिमालै हो, यहाँदेखि पनि हिमालै हो यो पनि, तर बादलले गर्दा ढाकिरह सर्व हाल्छ। I feel good, I feel good, I feel good, I feel good. बनाइरह, अघिदेखि बनाइरह। I feel good. Na 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 na. Misal. Video man. फाइनल्ली हामी चाहिँ एमबिसीमा आयो। अब आज चाहिँ हाम्रो वर्षा यहीँ हुनेछ। अनि अहिले चाहिँ -2 डिग्री सेल्सियस पुगिसक्यो। अब भोलि चाहिँ हाम्रो यात्रा चाहिँ सुरुमा एबिसी बेस क्याम्प, अनि त्यो पछि बल्ल भ्यू पोइन्ट। यहाँबाट एमबिसीबाट चाहिँ एबिसी बेस क्याम्प पुग्नलाई चाहिँ लगभग 2 घन्टा लाग्छ त्यहाँबाट। अनि भ्यू पोइन्ट पुग्न चाहिँ 1.5 घन्टा लाग्छ। भोलि चाहिँ बिहानै 3 बजीतिर जानुपर्छ अब मर्निङमा। यतिको चाहिँ आइरहेछ है। यो चाहिँ हाम्रो माछापुच्छ्रे हिमाल। यहाँबाट स्टार्ट, यो माछापुच्छ्रे हिमालको चाहिँ नर्थ साइड हो। यो चाहिँ अन्नपूर्ण।
Oh my god, दादाहरुले सुरु गर्नु भन्नु गाइज हामी चाहिँ अहिले यहाँ माछापुच्छ्रे बेस क्याम्पमा बसेको भोलि बिहान चाहिँ हामी यता अन्नपूर्ण हिमाल जाने हो हिमालको फेरीमा है अनि यहाँबाट चाहिँ यस्तो देखिरह है यो देखेको चुचुरो चाहिँ दुईवटा चुचुरो चाहिँ फिस्टेल माछापुच्छ्रे हिमालको चुचुरो हो अनि ट्याक्कै त्यही हिमालको मुनि भने नि हुन्छ त्यही हिमालबाट सर र मुनि आएपछि यहाँ हाम्रो चाहिँ 99K सब्सक्राइबर पुगिसक्यो युट्युबमा होइन अब चाहिँ 1K चाहिँ मार्दीमा आउँदा आउँदा नै पुग्छ जस्तो लागिसक्यो मलाई यो चाहिँ नाइट भ्यू हो मार्दी रे सरी के अरे माछापुच्छ्रे बेस क्याम्पमा बसेको आज हामी यो चाहिँ माछापुच्छ्रे बेस क्याम्पको हाम्रो नाइट भ्यू हो मजाले यस्तो बला यहाँ भ्यू अझ सर्लक्क तारा टल्किन्छ जाडो चाहिँ लास्टै जाडो त अहिले -7 डिग्री सेल्सियसमा पुगिसक्यो यहाँ पुरै जमे आइस म देखाइदिन्छु यहाँ अहिलेसम्म पानी नै थियो आइसै जमिसक्यो त्यहाँ पनि आइसै जमिसक्यो कि -7 डिग्री सेल्सियस यहाँ त पुरै आइसै आइस छ यस्तो गर्दा पनि झरिरहेको कि अलिकति म यहाँबाट झर्दा देखाउँछु है उता त हाम्रो माछापुच्छ्रे हिमाल छ होइन great time here 7 डिग्री सेल्सियस लास्टै बवाल जाडो भइरह सबैजना सुत्न गइसक्यो भर्खर 7:30 हो कि 8 त बजे होइन 7:30 भन्दा हल्का बढी भयो हाम्रो अब भिडियोमा एकछिनपछि लक्ष्मण दाइको वाइल्ड इन्ट्री हुँदैछ यहाँ चाहिँ लाइन चाहिँ छैन सोलरले चाहिँ कोरियन टेक्नोलोजीले गर्दाखेरि सबै घरमा लाइट छ सोलर पनि अर्कै स्टाइलको सोलर हो यो होइन चिसोबाट यो चाहिँ त्यो मान्छेले भनेको चाहिँ चिसोबाट बिजुली निकाल्ने खालको सोलर रे है कोरियन टेक्नोलोजी कोरियन टेलिकमले आएर बनाएको रे त्यहाँ अहिले मैले योभन्दा अघि नै देखाइसकेँ होला है यसै छ अहिले हाम्रो चाहिँ यहाँ अब फेरि यो त आइस होइन यो यस्तो कहाँ आइस हुन्छ भनेर भन्नु होला होइन लुगाड्रिस जमिसक्यो लुगाड्रिस यस्तो आइस हुन्छ यो त साबुनको गाज होला भनेर अहिले भयो भने हल्का हल्का परिरहेको थियो है यस्तो छ अहिले हालत अनि त्यसपछि अरू त के भन्नु छ र होइन यही हो अनि रुम हेर्न हामीले चाहिँ सुरुमै बुक गरेर आइसक्यो रुम नहेर्नु चाहिँ यहाँ टेन्टतिर नि सुतिरहनु भएको छ है सिलिन्डर सबैसँग चाहिँ हेलिकप्टरबाट आउने रहेछ म्याक्सिमम् यो ठाउँमा चाहिँ फेरि गर्नु नि त अहिले चाहिँ हाम्रो -10 डिग्री सेल्सियसमा पुग्यो माछापुच्छ्रे बेस क्याम्पमा अहिले एकछिनमा अब हिउँ पर्छ भने भोलि बिहान 3 बजे उठेर जानुपर्छ अन्नपूर्ण बेस क्याम्प गाह्रो छ लास्टै दाइ एकछिन त हो नि होइन कि दाइ यार हाम्रो ग्रुपकै सबैभन्दा ट्यालेन्टेड म्यानेजर सब व्यवस्थापन गर्ने हाम्रो दिनेश भाइ हिँड्नमा पनि सेतो बाघको नाम हामीले दिएको छौँ भाइलाई ल हामीले चाहिँ एउटा सम्मान गरेको छौँ ल निश्चय अरू चाहिँ भन्नुपर्ने कुरा के छ खाता लगाइरहेको छु मैले ल उसलाई चाहिँ
टिस्यु पेपर खाता लगाइदिएको छु टोइलेट पेपर टोइलेट पेपर खाता लगाइदिएको छु र उसलाई अहिले नम्बर 1 भाइलाई है खाना के छ निचल कतिचोटि आज निचल आज धेरै होइन 4 चोटि मात्र भयो